भाइ हजुर हजुर दाइ भन्नु त के थियो होला? एउटा पुरानो क्यामेरा थियो, ए हजुर। यसलाई चाहिँ यसो हेरिदिनुहुन्छ के कि? समस्या छ? पुरानो बिग्रिएछ। ए एकपल्ट म हेरिहालेँ है दाइ कृषि। धेरै पुरानो क्यामेरा रहेछ, यो क्यामेरा त बन्दैन। ओ दाइ नमस्ते। ए नमस्ते भाइ। ओहो, त्यही त मेरो क्यामेरा बिग्रिएको थियो। ए है यो चाहिँ यसो पाठ पूजा हेरेर के गर्न सकिन्छ त्यो एकचोटि हामी कोसिस गर्छु नि दाइ है। हुन्छ हुन्छ। यो यदि भयो भने तपाईँलाई म भन्ने गर्छु नि, हजुरको नम्बर छोडी जानुहोस्। हुन्छ, हस्, अरू सबै ठिकै छ? ठिक छ भाइ। तँलाई यो तैँले यो के गरेको? तँलाई 30,000 रुपियाँ दिएर तँलाई पसल चला भनेर पसल गर, तँलाई गरी खा, एउटा जिम्मेवार भएर बस भनेर दिएको मान्छे तैँले यो 30,000 रुपियाँको क्यामेरा किनेर ल्याइस्? क्यामेराले तैँले कसरी जीविकोपार्जन गर्छस्? तैँले कसरी आफ्नो जान बच्चा पाल्छस्? भएन छोरा, यो त के गरेको? त्यो पनि बेकार, तैँले त बर्बादै बनाइस्। अझ तँ बढी बोल्छस्, तैँले यस्तो पनि काम गर्ला बढी बोल्छ। ल तँ जस्तो छोरा आउनुभन्दा त नहुनु बेस। तँ यो घरबाट गइहाल, निस्किहाल्यो घरबाट, बर्बाद पारिस् तैँले त। हेलो। ओहो दाइ नमस्ते। ल बधाई छ है, तपाईँलाई बधाई छ। ए पर्दैन दाइ, पर्दैन यो हाम्रो सम्बन्ध हो दाइ, बरु आइरहनुहोस्। धन्यवाद। नाति ए बाबु कहाँ हो? बाहिर हो। किन बुवा? अब तिम्रो एउटा फोटो खिच्नु। फर्स्टमा गीता लेख्न छ। अलिक चट्ट फोटो चाहिँ गर्नु पऱ्यो नि त। पोजिसनमा अलिकति स्टाइलमा। अब रेडी?